साथीहरु सम्पूर्णमा नमस्कार। आज भने मैले हजुरहरूलाई मसुरो धुने प्रक्रियामा लैजाँदैछु। आज म हजुरलाई प्रत्यक्ष मसुरो धुँदाखेरि हेर्नु कस्तो फोहोर आउँछ या सफा हुन्छ, सजिलो छ या गाह्रो छ भन्ने कुरा छर्लङ्ग देखाउन गइरहेको छु। हेर्नुहोस्, मसुरोलाई यति गरेर अनि सफा गर्ने गरिन्छ। यति मात्रै पनि पुग्दैन, धोइसकेपछि यो पुरै माटोहरूको पानी 3-4 चोटि फाल्दै गरेर अनि यसलाई फेरि छतमा बोकेर लगेर सुकाएर ढुङ्गा माटो केलाएर अनि पिस्ने गरिन्छ। मात्रै सफा अनि राम्रो दाल तयार हुन्छ। गाह्रो छ नि, देख्दा सजिलो भए पनि होइन, देख्दा त हामीले बुबुरामा दाल तयार भएको देख्दा के नै गाह्रो छ र जस्तो लाग्छ। तर हेर्नुहोस् त यसको प्रोसेस कति गाह्रो छ होइन र। भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। हजुरहरूलाई पनि म सपोर्ट गर्नेछु। सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट छोड्नु होला, दाल चाहिन्छ अर्डर दिनु होला। हस्, धन्यवाद।